राई दम्पति हत्या तथा लुटपाटमा संलग्न 2 जना अभियुक्तलाई चाहिँ जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ, जसमा घटनामा संलग्न पक्राउ प्रतिवादीको विवरण यस प्रकार रहेको छ। नामथर धनबहादुर राणा मगर, उमेर 34 वर्ष, ठेगाना जिल्लाको ओखलढुङ्गा, साबिक भदौरे गाविस वडा नम्बर 4, हाल परिवर्तन चिसङको गरी गाउँपालिका वडा नम्बर 6 बस्ने। पक्राउ मिति स्थान 2082 साल 10 महिना 23 गते जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 15 डल्लु लक तीर्थबाट चाहिँ मार्गबाट चाहिँ अभियुक्तलाई डेरा कोठामा बसेको अवस्थाबाट पक्राउ गरिएको छ। साथै नामथर नखुलाइएको 17 वर्षीय बालकलाई प्रयोग गरिएको छ। एकजना पक्राउ मिति 2082 साल सोही समय र सोही स्थानबाट 2 जनालाई चाहिँ पक्राउ गरिएको भन्ने कुरा जिल्ला प्रहरी कार्यालयको पेजबाट र ओखलढुङ्गा खबरबाट चाहिँ प्राप्त भएको छ। र गाउँकै मान्छे शत्रु पल्टिएर यसरी निर्मल हत्या गर्नु एकदम घोर आपत्ति र घोर भर्सना गर्दछौँ र यस्तो अपराधीहरूलाई चाहिँ हदैसम्मको कारबाही होस्। गत माघ 12 गते अन्दाजी 10 बजेको समयमा चाहिँ जिल्लाको चिसुङगढी गाउँपालिका वडा नम्बर 6 बोहरे भन्ने ठाउँमा 2 जना राई दम्पतिको हत्या गरेर खाटमा र खाटाको छेउमा सिरकले छोपेको अवस्थामा र धारिलो हतियार कोदालो लगायतका हतियारहरू प्रयोग गरी मृत अवस्थामा फेला पारेका थिए र फेला परे लगतै प्रहरीले चाहिँ सिआइबी टोली र ओखलढुङ्गा प्रहरी लगायत विभिन्न टिमहरूले चाहिँ घटनाको अनुसन्धान थालेका थिए। यसको घोर विरोध र नो भोट भन्ने सम्मको अभियान पनि चलाएका थिए भदौरेवासीहरूले र हत्या गर्नको लागि प्रयोग गरिएको एक थान कोदालो बरामद गरेको छ प्रहरीले। र यो घटना चाहिँ धन सम्पत्तिकै लागि घटाइएको भन्ने खुल्ला आएको छ, जसमा मोबाइल प्रयोग गर्ने मोबाइल, सुन, डायमन्ड, मोबाइलका रिचार्ज कार्डहरू लगायत थुप्रै कुराहरू चाहिँ उहाँ गाउँको एउटा धनी हुने खाने समाजसेवी पनि हुनुहुन्थ्यो भन्ने सुनिएको छ र यस कारणले नै घटना घटाइएको भन्ने कुरा खुल्लामा आएको छ। यस्ता अपराधी बारम्बार बढ्दो छ, त्यसैले सचेत रहनुहोला र एकदमै कडाभन्दा कडा कारबाही होस् भन्ने मेरो तर्फबाट पनि जोरदार माग गर्दै यहाँहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद।